अभी हम लोग आ चुका है चिड़ियाखाना पे, भालू को देख के आया है। अभी ये हो गया आपका केतला पोहू का जगह है ये। छो नि वो भित्र लुकिरहेछ त ऊ दुलो भित्र ऊ हेरिरहेछ देख सकते हैं आप। इधर में है काला हरिन वो देखिए हरिन कालो खालको रातो खालको हरिन इधर देख सकते हैं आप। हरिन भित्र अझै छ यहाँ उठेर हेर यहाँ उठ देखिस् पुरा टेस्टी हुन्छ त मासु। म खाएको छु यसको हरिन पुरा ग्याङै रहेछ यहाँ रहन त नि खानु दियाल हरिन कालो खालको हरिन सेतो खालको अझै यत्रो सिङ भएको हरिन त भित्र छ। यति लामो सिङ भएको कति प्रकारको सिङ हजुर भित्र छ नि सबको भिन्दै जग्गा छ नि त। यहाँ केतला पोहू छ त्यो गुफाभित्र रिसायो भने त खतरा काँडा पो छोडिदिन्छ त झ्वाट यसरी रिसायो भने त। त्यही भएर गुफा बनाएर राखिदिएको छ। यहाँ दुलोबाट देख्यौ सबल हरिन थुप्रो प्रकारको छ 7-8 प्रकारको छ। एउटा फर्किरहेको छ यता फर्केर हेरिरहेछ उहाँ हेर्न ऊ हेरिरहेछ देखिस् दुलोबाट देखिस् दुलोभित्र कस्तो हेरिरहेछ केतला पोहू हरिन इधर रंग बिरंग कलर का हरिन मिल सकता है। डंठा भएको हरिन सिङ भएको होला मोटाको सिङ मोटाको हुन्छ सिङ। कस्तो खालको सिङ हेर यो भन्दा ठुल्ठुलो यताबाट जाऊँ। ऐसे जगह में चल के जाना पड़ता है देखने के लिए। देखिए गाइस आप लोग भी जरूर आइएगा। यहाँ के को हो यो साँपको न के को साँपको त भित्रबाटै हेर्नु सकिन्थ्यो त। साँप हो नि साँप नाइ कि हाँप साँप भित्र साँप कसो सुतिरहेछ देखिस् सेनेक भित्र हरियो साँप गाँसमा कसो लट्केर बसिरहेछ हरियो साँप यो गाँसमा त देखेन हरियो साँप कसो लट्केर बसिरहेछ। हुँदैन जानु तलबाट जम्न भनिरहेको छ यत्रो तोडा त के भएको हल्लिरहेको छ यहाँ त 2-3वटा डालमा हो त्यो सुक्ना डालमा
साँप हो सब साँपको जग्गा हो के खान्छ होला साथै सेपाली आछ नि यो सब सब सिसामा बन्द गरेर आएको छ ऊ यता झन् हेर्नु नाक नाक यो नाक साप बेटा नाक साप ये नाक साप गाइस देख सकते हैं आप लोग अजगर हेर अजगर यी अजगर अजगर ऊ दौडा तिनवटा छ यहाँ वहाँ ऊ यी अजगर यी उहाँ पनि छ यी यहाँ सिसामै उहाँ देख्नु अजगर ऊ उता पनि छ ऊ उता पनि ऊ मुख कस्तो त्यसरा बसिरहेको छ घाँसको डालमा अजगर थुप्रो रहेछ नि त्यसलाई के खानु दिन्छ होला माछिरहेको अब किनेको त यही छ कि एकजना यहाँ यस्तो कलर किरा परे কিবা আছে ইয়াত নথকা ভালুক 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 ভালু ভালু बाघ बाघ বাঘ ও ওই কালো বাঘ बाघले बाघले कालो बाघ কালো বাঘ কালো বাঘ ও कालो बाघ হ্যাঁ काला किस किस है हा हा कालो बाघ बिरालो ठुलो खालको बिरालो भन्दा नि हुने रहेछ काला बाघ देख सकते हैं गाइस बराबर वाले मानुष डासू ना कालो बाघ कालो बाघ ऊ त्यो कस्तो हेर्दैछ यसले यिनीहरूलाई भागे थाको भागे ना यसले भागेलो हाँ भागे थाको भागे ना त्यो यसले उत्पात गर्छ होला त्यही भनेर एक्लै पारेको नि यसलाई बदमास गर्छ होला देखेन कसरी हेरिरहेछ एउटा खाली यहाँ के यहाँ पनि कालै रहेछ मोटा है भाई इसके गाल में क्या हुआ है भालू भालू हाय अंदर क्या कस्तो खालको गोरिला इंदर को भालू भालू आइज वहाँ नत नत आउँछ मोटा है भाई वो कितना ज्यादा हो गया उताबाट अर्को पनि नाम्दैछ ऊ भालू का गड़ाल है भालू ओ ओ डाल भाँच्दै त्यही हेर्दैछु म उहाँ घाँस हलाउँदैछ देखिन अलिअलि ऊ देखेछु
लडिदियो झालमा मात्रै सुतिदियो जस्तै कता हरिण हो यता 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 नकुद नकुद एक्का लडेर दाँत भाँचिन्छ म त्यो के हो जलहस्तीको न के हो त जलहस्ती ये तो बाघ होला नारकुटिया बाघ चित्ता त्यता जलहस्तीहरू छ अहिले हेर्नुपर्छ हौ टाइगर बाघ कालो माथि रहेछ कालो माथि बुढो भएछ हग्दैन त्यही भएर शान्ति भएर बसिरहेको छ कक्रिरहेको यसले पनि पुर्दो रहेछ त पुरेको आउनु दिनु खाइदिन्छु त खत्तम पार्छ यता आएर हेर्न यहाँ आएर खाइदिन्छ मान्छेले त अनि गयो यस्तै त होला गाउँमा आएर बाख्रा खानेहरू त्यस्तै त बाहर से कर रहे हैं ना अगर सामने आ जाए तो सब सही हो जाएगा इसलिए तो हल्ला कर रहे हैं नहीं आएगा बोले मैले उजेर आउँ होइन पनि छ भित्र बसिरह नहीं लोग हैं देखने के लिए देखो यस्तै हुन्छ नि वहाँ उता अर्को जग्गामा छ यो मोटा हो मोटा हो जानु यत्रोले गोरुहरू मारिदिन्छ नि भैँसी हात्ती त मार्छ हात्तीमै दिएन এবার তাই হয় মারে মানে কিন্তু এটা দুটাই নোয়ারে মানে হাতে यो माइकी त्यो मोटा उड्दाखेरि नि त अलग फेरि छ नि त नाम्दाखेरि नि केही छैन नि त के उठाउँछु यी उठाइरहेको छु त नि लु लु एकचोटि माइलीलाई पनि रमाइलो लाग्यो अरे उठाइदिनु अरे लु गाइस हेर्दै गर्नु होला यतै सबैजना नामिरहेको छौँ सिँढीमा
हामी पुग्दा त तिनीहरूले हेरिसकेको हुन्छ घाँटी लम्काइ उठ्नु पनि त कतै छिटो उठ्छ भनेको ए हिमालय कोला भालु करे हिमालय कोला भालु हिमालयको कालो भालु करे सुतिरहेछ गुफाभित्र यताको साइडमा देख्नु भएन एकेबारे यताको साइडमा सुतिरहेछ कालो एकेबारे यताको किनारमा त्यो भित्र खुट्टा हल्लायो सुतिरहेछ कालो के छ यहाँ अर्को भालु हो यो भिन्दै हो लता बिरालो कस्तो खालको लता बाघ चाहिँ होला बाघ त्यो ठुलो टाइगर टाइगर छिटो गर्दैछ बाघ भनेर घुर्दैछ यहाँ फेरि हेर्न के रहेछ यत्रो बढेर के हो त्यो त खरायो जस्तो हेर्न होइन हरायो बेलुकै किबा जन्तु हो नि हिँडिरहेछ उता हिँड्दैछ उता यत्रो क्यारे यत्रो ठुलो घर पुरा बाँस भ्याङ्गाउँदै राखेको रहेछ पुरै रहेछ ठुल्ठुलै हुँदो रहेछ यता बच्चा ठुल्ठुलो यो जन्तुलाई यस्तै जग्गा चाहिन्छ होला नि त चिसो चिसो ऊ एउटा त डाल्न बसिरहेको हगुन 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 बाघ गजरेको अघि बाबु कहाँ पुगेको नि यतिकै मारेको होला बाघको जग्गा देखेन यो लायनको जग्गा हो लायन बस्ने जग्गा कहाँनिर छ पनि सुतिरहेको छ ल उहाँ ओ अझ ओ
चौँ बसिरहेको छ सुतिरहेको अहिले मान्छेको सुनेर अहिले हटेको उता यी यहाँ पढ्नु विपद काकोलाई लाग्यो भने चाहिँ जता नले उता केही हुँदैन अस्ति नै यस्तोमै हामी आएको बेलामा कहाँ कस्तो झन्टेको यस्तो सामान आउँदो रहेछ त्यही भएर त यो फ्यान्सिङ लगाएको छ मान्छे ओइ देखाएको छ प्रिया घरमा हुनुहुन्छ जान्छ मसँग फेरि घुमेर आइरहेको यस्तै प्रकारको घर हो त सुतिरहेको छ दुईवटा दुईवटा रहेछ नि सुतिरहेको छ मजाले सुतिरहेको छ कत्रो कत्रो यो छ